सबैलाई जय मसीह। आज फेरि पनि म तपाईहरुको माझमा आएको छु केही कुराहरु शेयर गर्न र आज चाहिँ म तपाईहरुको बीचमा लभ एन्ड लस्टको विषयमा कुराहरु गर्न गइरहेको छु। अनि लभ र लस्ट चाहिँ हामी हेर्यौं भने यिनीहरुको सुरुवात चाहिँ सेम हुने गर्दछ, तर यिनीहरुको एन्डिङ चाहिँ भिन्नै प्रकारले भइरहेको हुन्छ। अनि बाइबलमा हामी प्रेमको अर्थ हामी खोज्यौं भने हामी 1 कोरिन्थी 13:4 मा हामी पाउँछौं लभ इज पेशेन्स भनेर। अनि इफ इट वाज नट पेशेन्स इट वाज स्योरली लस्ट। अनि यो दुईटालाई हामी बुझ्नको निम्ति हामी बाइबलबाट दुईवटा घटनालाई हामी हेर्नेछौँ। एउटा रहेको छ याकुब र राहेलको घटना, जो चाहिँ हामी पाउँछौँ उत्पत्तिको पुस्तक 29:15 देखि 30 मा। अनि हामी यहाँ के पाउँछौँ कि याकुबले कसरी चाहिँ राहेलको निम्ति वेट गरिरहेको पाउँछौँ। 14 वर्षसम्म चाहिँ उनले राहेलको निम्ति वेट गरिरहेको थिए। अनि बाइबलले यो कुराहरु पनि भन्छ कि राहेललाई चाहिँ याकुबले यति साह्रो प्रेम गर्थे कि त्यो दिनहरु पनि याकुबको निम्ति कम लागिरहेको थियो भन्ने हामी पाउँछौँ। र अन्तमा गएर चाहिँ राहेलको र याकुबको विवाह हुन्छ र उनीहरूले धेरै सन्तानहरु जन्माउँछन्। अनि यही नै हो प्रेम। र हामी अर्को घटनालाई हेर्नेछौँ। यो घटना चाहिँ हामी पाउँछौँ 2 सामुएल 13 अध्यायमा, जहाँ चाहिँ अम्नोन र तामारको विषयमा उल्लेख गरिएको छ। अनि हामी यहाँ पाउँछौँ कि कसरी अम्नोनले चाहिँ तामारलाई प्रेममा फसाएका थिए। अनि एक दिन चाहिँ अम्नोन आफू बिरामी परेको नाटक गर्छन् र तामारलाई आफ्नो रुममा बोलाउँछन्। अनि मौका पाउने बित्तिकै अम्नोनले तामारसँग शारीरिक सम्बन्ध राख्छन्। अनि जब उनले यो आफ्नो लस्ट सेटिस्फाई गर्छन्, तब चाहिँ उनको जुन पहिलेको प्रेम थियो त्यो प्रेम चाहिँ बिस्तारै घृणामा परिणत हुँदै जान्छ। अनि बाइबलले हामीलाई यो पनि भन्छ कि जुन अम्नोनले सुरुमा तामारलाई प्रेम गरेको थिए त्यो भन्दा धेरै घृणा चाहिँ अहिले तामारसँग गर्न थालेको थिए भनेर। र जब यो कुरा तामारको दाइ अब्सालोमलाई थाहा हुन्छ, तब अब्सालोमले चाहिँ अम्नोनलाई मार्छन्। अनि यही नै हो लस्ट। र हामी यो दुवै घटनालाई हामी हेर्यौं भने योबाट हामी के पाउँछौं भन्दै गर्दा यिनीहरू सबैको सुरुवात एउटै भएको थियो। लभको पनि एउटै थियो, लस्टको पनि एउटै थियो, तर यिनीहरूको अन्त चाहिँ भिन्दै भिन्न भएका छन्। जुन प्रेम याकुबले राहेललाई गरेको थिए त्यो प्रेमले चाहिँ उनीहरूलाई वृद्धितर्फ लगेको थियो भने जुन लस्ट अम्नोनले तामारसँग लगाएका थिए त्यो लस्टले चाहिँ उनीहरूलाई विनाशतर्फ लगेको थियो। र म तपाईहरुलाई यही उत्साह दिन चाहन्छु कि तपाईहरु यदि कुनै पनि सम्बन्धमा हुनुहुन्छ भने एकपटक आफूले जाँच्नुहोस् अनि यो कुराहरु चाहिँ सोध्नुहोस् कि के म सम्बन्धमा लभको कारणले छु कि लस्टको कारणले छु भनेर। किनकि प्रेम चाहिँ परमेश्वरको अगाडि जहिले पनि ग्रहणयोग्य र आदरणीय हुन्छ भने काम वासना चाहिँ परमेश्वरको जहिले पनि विरुद्धमा खडा भइरहेको हुन्छ। धन्यवाद।